के तपाईको जीवनमा कुनै महिला छिन् जसको बिना हरेक खुसी अधुरो लाग्छ? आज म तपाईलाई 5 गहिरो रहस्यहरू बताउन गइरहेको छु जसले उसलाई तपाईको प्रेममा पार्नेछन्। अन्त्यसम्म पर्खनुहोस् किनकि यी रहस्यहरूले तपाईको सम्बन्धलाई सधैँको लागि परिवर्तन गर्नेछन्। प्रत्येक पुरुषले सोच्दछ कि उसले एक महिलालाई बुझ्छ, तर यदि उसले साँच्चै बुझ्यो भने संसारको हरेक सम्बन्ध स्वर्ग बन्नेछ। तर त्यस्तो होइन, किनभने महिला फूल हो तर काँडाहरू बीच लुकेको। उनको सुगन्धमा पुग्नको लागि तपाईले गहिरो खोजी गर्न आवश्यक छ, केवल शब्द वा शक्तिले मात्र होइन, उनको आत्मामा। ओशो भन्छन्, महिलाको हृदय ढोका होइन तर एक रहस्य हो। यो तब मात्र खुल्छ जब पुरुषले शब्दहरू भन्दा बाहिरको भाषा बोल्न सिक्छ। यदि तपाईले यी रहस्यहरू बुझ्नुभयो भने महिलाले अब तपाईलाई चाहने छैनन्, उनी तपाईँ बिना बाँच्न सक्ने छैनन्। तर सम्झनुहोस्, यी 5 रहस्यहरू एक अर्कासँग जोडिएका छन्। यदि तपाईले एउटा पनि बिर्सनु भयो भने बाँकी सबै बेइमानी हुन्छन्। त्यसो भए 5 गहिरो रहस्यहरू सिकौं जसले कुनै पनि महिलाको हृदयलाई तपाईको बनाउन सक्छ। पहिलो रहस्य, उनको शरीरभन्दा पहिले उनको आत्मालाई छुनुहोस्। धेरैजसो पुरुषहरू शरीरसम्म सिधै पुग्न खोज्छन्। उनीहरूलाई लाग्छ कि स्पर्श प्रेम हो, तर महिलाको संसार त्यस्तो हुँदैन। उनी पहिले महसुस गर्छिन्, त्यसपछि आत्मसमर्पण गर्छिन्। जब कुनै पुरुषले उनको कुरा ध्यानपूर्वक सुन्छ, उनको आँखामा हेर्छ, कुनै पनि चाहना बिना, त्यो क्षणमा एक महिलाले देखेको महसुस गर्छिन्। कसैले साँच्चै उनको भावना, उनको मौनता, उनको थकान महसुस गरेको छ। यहाँबाट प्रेम सुरु हुन्छ। ओशो भन्छन् कि एक महिला नाङ्गो हुन्छ जब उनको शरीर खुल्छ, होइन, यदि उनले आफ्नो हृदय तपाईसँग खोलिन् भने शरीर आफै तपाईँ कहाँ आउँछ। त्यसैले अर्को पटक जब तपाईँ कुनै महिलाको नजिक जानुहुन्छ, हतार नगर्नुहोस्। उनलाई सोध्नुहोस् कि उनी केसँग डराउँछिन्, वा जब उनी सबैभन्दा जीवित महसुस गर्छिन्, उनको जवाफले तपाईलाई उनको शरीरसँग होइन तर उनको आत्मासँग जोड्नेछ। र जब आत्मा जोडिन्छ, अरू सबै कुरा स्वतः हुन्छ। दोस्रो रहस्य, उनको इच्छाहरू सुन्नुहोस्, तिनीहरूलाई हाबी नगर्नुहोस्। हाम्रो समाजले महिलाहरूलाई इच्छा गर्न होइन, दिन सिकाएको छ। उनी एक पत्नी, एक आमा, एक छोरी हुन्, तर उनी एक मानव पनि हुन्। उनीभित्र आगो, इच्छा र तिर्खा छ। धेरैजसो पुरुषहरूले आफ्ना इच्छाहरू लाद्छन्। तिनीहरू सोध्दैनन्, सुन्दैनन्, केवल चाहन्छन्। तर उनको मौन इच्छालाई चिन्ने पुरुष उनको लागि लत बन्छ। प्रेममा समानता तब सुरु हुन्छ जब दुवै इच्छाहरू सुनिन्छन्। यदि तपाईले उनलाई भन्नुभयो, तिमीलाई के मनपर्छ मलाई भन, र यस्तो वातावरण सृजना गर्नुहोस् जहाँ उनले डर वा लाज बिना आफूलाई व्यक्त गर्न सक्छिन्, तब उनी तपाईसँग शारीरिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि जोडिने छिन्। सम्झनुहोस्, एउटी महिलाले त्यस्तो पुरुष चाहन्छिन् जसले उनको इच्छाहरू बुझ्छ, केवल आफ्नो इच्छाहरू पूरा गर्दैन। उनी प्रेममा पागल भएर तपाईँ कहाँ आउने छिन्, कृपाको रूपमा होइन। तेस्रो रहस्य, सम्पर्कमा हतार नगर्नुहोस्। पुरुषको आगो तीव्र हुन्छ, यो क्षणिक हुन्छ, यो जल्छ, बल्छ र त्यसपछि निप्छ। तर महिलाको आगो ढिलो हुन्छ, यो बिस्तारै जल्छ र लामो समयसम्म जल्छ। यदि तपाईले यसको रय बुझ्नु भएन भने उनी कहिले पूर्ण रूपमा तपाईसँग हुने छैनन्। जब तपाईँ उनीसँग हुनुहुन्छ, उनको शरीरलाई नछुनुहोस्। पहिले उनको ऊर्जा महसुस गर्नुहोस्, उनको श्वासको गति सुन्नुहोस्, उनको हृदयको धड्कन महसुस गर्नुहोस्। बिस्तारै त्यो गतिमा विलीन हुनुहोस्। ढिलो प्रेम गहिरो प्रेम हो। हतारले केवल शरीरलाई सन्तुष्ट गर्छ, ढिलोपनले आत्मालाई एकीकृत गर्छ। र सम्झनुहोस्, फूल तानेर र टिपेर मर्छ, तर यदि तपाईले पर्खनुभयो भने यो फुल्छ र यसको सुगन्ध दिन्छ। सबैभन्दा गहिरो आकर्षण ढिलो स्पर्शमा निहित छ। चौथो रहस्य, उनको आँखासँग संवाद गर्न सिक्नुहोस्। शब्दहरू झुट बोल्न सक्छन्, तर आँखा होइन। महिलाको आँखामा उनको सम्पूर्ण ब्रह्माण्ड छ। जब एक पुरुषले डर बिना, हतार बिना उनको आँखामा सिधै हेर्छ, उनी भित्र हेरिरहेको पुरुष महसुस गर्छिन्। उनको आँखाले सोध्छ कि तपाईलाई साँच्चै म हेरिरहेको छु वा केवल मेरो मुहार। यदि तपाईको नजर स्थिर छ भने उनी तपाईलाई आफ्नो रूपमा स्वीकार गर्छिन्। आँखा प्रेमको सबैभन्दा ठुलो ढोका हो। यदि यी ढोकाहरू खुल्छन् भने अरू सबै ढोकाहरू स्वतः खुल्छन्। त्यसैले अर्को पटक जब तपाईँ बोल्नुहुन्छ, उनको आँखामा अडिको रहनुहोस्। शब्दहरू समाप्त हुन दिनुहोस् र मौनतालाई बोल्न दिनुहोस्। कहिलेकाहीँ लामो हेराइले त 1000 शब्दभन्दा ठुलो स्वरले बोल्छ। त्यो हेराइले महिलालाई यो अनुभूति दिन्छ, म सुरक्षित छु, म देखिन्छु, र त्यसपछि उनी पूर्ण रूपमा तपाईमा आत्मसमर्पण गर्छिन्। पाँचौं रहस्य, उनलाई सुरक्षाको अनुभूति दिनुहोस्।
यो सबैभन्दा गहिरो र सबैभन्दा महत्त्वपूर्ण रहस्य हो। एउटी महिला सुरक्षित नभएसम्म खुल्दैन र त्यो सुरक्षा पैसा, शक्ति वा घरबाट आउँदैन, यो विश्वासबाट आउँछ। जब उनलाई लाग्छ कि यो पुरुषले उनलाई जज गर्दैन, उनका कमजोरीमा हाँस्दैन, उनका आँसुलाई बोझ मान्दैन, तब उनी सबै कुरा दिन्छिन्। एउटी महिला मास्क बिना बाँच्न सक्ने अवस्थामा रहन चाहन्छन्। यदि उनी रुन चाहन्छन् भने उनी रुन सक्छिन्। यदि उनले आफ्नो तिर्खा, आफ्नो इच्छा, आफ्नो डर व्यक्त गर्न चाहन्छन् भने उनी सक्छिन्। र त्यो तब मात्र हुन्छ जब तपाईले उनलाई यो महसुस गराउनुहुन्छ, म तिमीलाई जस्तो छौ त्यस्तै अस्वीकार गर्छु। जुन दिन एउटी महिला सुरक्षित महसुस गर्छिन्, उनी जब एउटी प्रेमिका मात्र होइन, उनी देवी बन्छिन्। त्यस मटकमा उनी तपाईलाई केवल प्रेम दिँदैनन्, उनी तपाईलाई आफ्नो सम्पूर्ण ऊर्जा, आफ्नो आत्माको उपहार दिन्छिन्। र त्यसपछि बन्ने सम्बन्ध वासना होइन तर आध्यात्मिक अभ्यास हो। यदि तपाईले यी 5 कुराहरू साँच्चै बुझ्नुभयो भने तपाईले कहिले पनि महिलालाई गुमाउन सक्नुहुन्न, किनकि तपाईले उनको अस्तित्वको सबैभन्दा गहिरो भागमा त्यो उनलाई छुनु भएको छ। पहिले उनको आत्मालाई महसुस गर्नुहोस्, उनको इच्छाहरू सुन्नुहोस्, उनको स्पर्शको लय बुझ्नुहोस्, उनका आँखामा प्रवेश गर्नुहोस् र सबैभन्दा माथि उनलाई सुरक्षा दिनुहोस्। जब यी 5 धागाहरू एकसाथ बुनिन्छन्, एउटा बन्धन बन्छ जसले कुनै तर्कले तोड्न सक्दैन। सम्झनुहोस्, महिला शरीर होइन, प्रेम ऊर्जाले भरिएको छ, तर यो अनुभवसँग जोडिन्छ, शब्दहरूसँग होइन। र यदि तपाईँ त्यो अनुभव बन्नुहुन्छ भने यो तपाईँ कहाँ मात्र आउँदैन, यो तपाईँ भित्रै रहन्छ। प्रेम कला होइन, यो अभ्यास हो। जसले यसलाई गहिरो रूपमा बाँच्छ त्यो नै साँचो पुरुष हो। त्यसैले आफैलाई सोध्नुहोस्, के तपाईँ केवल महिलालाई राख्न चाहनुहुन्छ वा महसुस गर्न चाहनुहुन्छ? किनकि उनलाई पाउन सजिलो छ, उनको अनुभव दुर्लभ छ र त्यो दुर्लभ अनुभवले उनलाई पागल बनाउँछ। तपाईको प्रेममा, तपाईको उपस्थितिमा, तपाईको मौनतामा। यदि तपाईलाई लाग्छ कि प्रेम केवल शब्दहरू थ्रु मात्र हुन्छ, तपाईँ सतहमा हुनुहुन्छ। तर यदि तपाईले आत्मालाई कसरी छुने भनेर सिक्नुभयो भने तपाईँ महिलाले आफूभित्र खोजेको कुरा बन्नुहुनेछ। उनी तपाईको नाम होइन, तपाईको ऊर्जालाई माया गर्ने छिन्। र त्यो अवस्था हो जहाँ प्रेम अस्तित्वमा रहँदैन। यदि यी 5 रहस्यहरूले तपाईको हृदयलाई छोए भने अहिले नै तन्त्र रहस्य नेपाल च्यानलको सब्स्क्राइब गर्नुहोस्, घन्टीको आइकन थिच्नुहोस् र तपाईले कुन रहस्य सबैभन्दा गहिरो पाउनुभयो भनेर कमेन्टहरूमा साझा गर्नुहोस्। अर्को भिडियोमा नयाँ रहस्यको साथ भेटौँला। धन्यवाद।